हामीसँग चाहिँ यहाँ चोकलाल नेउपाने सर हुनुहुन्छ। उहाँलाई चाहिँ केही सानो कुरा प्रश्न सोध्ने हामीले जमर्को गरेका छौँ। सर, यो सहयोग गर्नेहरूलाई प्रति चाहिँ तपाईँले के भन्न चाहनुहुन्छ? सहयोग गर्ने सहयोगदाता सहयोगी मनहरूलाई मैले धेरै धेरै धन्यवाद दिन चाहन्छु। यस्ता जसले मानिसलाई सम्पत्तिले कसैलाई पनि पुग्दैन, तर जसलाई आपद विपद र जो गरिब छ, जो असहाय छ, त्यसप्रति भावनात्मक रूपले आत्मसाँची राखेर हामीले मन वचन कर्मले आफ्नो गच्छ र आफ्नो तागत अनुसार सहयोग गरियो भने मानव कल्याण र मानव जीवनमा सबभन्दा त्यो आनन्द र त्यो चाहिँ जीवनको सार्थकता प्राप्त हुन्छ। त्यसैले मैले उहाँहरूप्रति सहयोगी मनहरूलाई पनि धन्यवाद दिन चाहन्छु। अनि यो आगो लगाउने व्यक्तिलाई तपाईँले के भन्न चाहनुहुन्छ? विशेष गरेर यो आगो लगाउने व्यक्तिको खोजी कार्य चाहिँ भइरहेको छ र दुश्मनीको कारणले यो घरमा आगो लगाउन भनेर ठ्याक्कै लागेको देखिँदैन। तर चाहिँ खरबारीको आगो चाहिँ एकैचोटि मान्छे नभएको टाइममा आएर अब तल चाहिँ टौवालाई टिपेर त्यसपछि गोठ घर हुँदै यहाँका सम्पूर्ण कुराहरू नष्ट भयो। त्यसमा त हामीलाई साह्रै दुःख लागेको छ। तर त्यस्तो व्यक्तिलाई हामीले अहिले पहिचान गर्न सकेका छैनौँ। त्यो खोजी कार्य छ, प्रहरीले पनि त्यसको लागि चाहिँ खोजी गरेको छ। तर हामीले अब यो कुरालाई हामीले उदाहरण गरेर के कुरो बुझ्नु पर्यो भने कुनै पनि ठाउँमा आफ्नो बारी खरबारी या कुनै पनि ठाउँमा आगो लगाउँदाखेरि एउटा सुझाव सल्लाह र त्यसलाई नियन्त्रण गर्न सकिन्छ कि सकिन्न भन्ने कुरो हेतु राखेर हामीले चाहिँ त्यो आगो लगाउनै पर्छ भन्ने कुरा मैले सम्पूर्ण आदरणीय बाबा आमा दाजुभाइ दिदीबहिनीहरू तथा गाउँले सम्पूर्ण परिवारलाई मैले यो अनुरोध गर्न चाहन्छु। अनि तपाईँले यहाँ पीडित जुन यो घरमा हुनुहुन्थ्यो उहाँहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ? मैले उहाँहरूलाई त के भन्न चाहन्छु भने तपाईँहरू धैर्य गर्नुहोस्। मानव जीवन सङ्घर्षमय हुन्छ। जीवनमा धेरै दुःख कठिनाई आपद विपद र आफूले कल्पना नगरेका नसोचेका कुराहरू पनि जीवनमा पर्छन्। त्यसलाई हामीले सिकाइको रूपमा भोगेर हामीले आफ्नो जीवनलाई सङ्घर्षमय गराएर अझै प्रगति र उन्नति गर्नुपर्छ। यो भावनात्मक रूपले अत्यन्तै हामी पनि दुःखी छौँ र हाम्रो आत्मा पनि चाहिँ यसमा चाहिँ रोएको छ। तर पनि हामीले यो सहयोग मागेर हामीले आफ्नो तर्फबाट हामी सबैले समाजबाट सहयोग गर्ने बाहेक अरू विकल्प भएन। उहाँहरू दुईटै अभिभावकहरू घरमा नभएको बेलामा आगा लागि हुँदा पनि अरू कुराहरू भौतिक रूपले नष्ट भए पनि मानवीय क्षति हुन भएन। त्यसको लागि चाहिँ हामीले खुसीकै कुरा मान्नुपर्छ। तर पनि उहाँहरूलाई धैर्य रहन र शान्त रहन तपाईँहरूलाई चाहिँ सबैबाट साथ सहयोग हुन्छ। अझै पनि सहयोगी मनहरू तपाईँहरू बिच आउँदै हुनुहुन्छ र पालिकाले वालले पनि यहाँहरूलाई सहयोग गरिरहेछ गर्छ र अझै पनि अन्यत्र देश विदेशमा रहेका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूले पनि यसमा पक्कै पनि उहाँले खाता खोलिसकेपछि उहाँको खातामा आफ्नो एक कप चियाको रकम कटाएर भए पनि पक्कै पनि सहयोगी मनहरू त्यहाँ जोडिनुहुनेछ र उहाँको खातामा पैसा जम्मा गरिदिनुहुनेछ। त्यसैले उहाँहरूलाई म धैर्य रहेर नातिकिन आत्मबलियो बनाएर बस्नको लागि विनम्र अनुरोध गर्दछु। हस्, धन्यवाद सर जानकारी दिनुभएकोमा। र हामीसँग पनि वडा नम्बर 4 का वडा सदस्य नुमाहार बसालजी हुनुहुन्छ। उहाँलाई पनि म सानो प्रश्न सोध्न चाहन्छु। तपाईँलाई चाहिँ यो के कारणले आगो लाग्यो भन्न खोज्छु कि यहाँ केही यो कुनै रिसिभी थियो कि यो के कारणले लाग्यो भन्ने के तपाईँलाई केही जानकारी छ? आगोको वस्तुस्थिति हेर्दाखेरि यो चाहिँ रिसिभीले लागेको भन्ने त भन्न सक्दिनँ म। यो खास गरेर अब कुनै व्यक्तिले आफ्नो खरबारीको चाहिँ त्यो पुरानो खर मैले डढाएर अनि नयाँ पलाउनी बनाउँछु भनेर आगो लगाउँदै गर्दा उसको नियन्त्रण भनेर बाहिर आगो गयो। अनि सम्पूर्ण खरबारी डढ्दै डढ्दै आउँदाखेरि अचानक चाहिँ हाम्रो दिलबहादुर दाईको घरमा आएर उहाँको चाहिँ सम्पूर्ण घरसहित गोठसहित टोयलेटसहित उहाँको सम्पूर्ण चाहिँ घरभित्र रहेका खाद्यान्न लत्ता कपडा भाँडाकुँडा सबै नष्ट भएको छ। तर यो प्रकृति हेर्दाखेरि व्यक्तिको रिसिभीले हो भन्ने लाग्दैन। तर यो चाहिँ मान्छेको सावधानी अपनाउन नसक्नुको कारण हो भन्ने मेरो बुझाइ छ। म तपाईँलाई एउटा प्रश्न सोध्न चाहेँ। तपाईँ जनप्रतिनिधि पनि हुनुहुन्छ। यहाँ आगो लाग्दा हामी तल मोर्दी खोलामा थियौँ। हामीले प्रहरीलाई खबर गऱ्यौँ। तर प्रहरी यहाँ आउन चाहिँ 1-2 घन्टा लाग्यो कि टाइम किन लाग्यो? जस्तै त्यहाँ प्रहरी कार्यालय छ, यहाँ यस्तो नियन्त्रण त यसो प्रहरी आएपछि तालिम प्राप्त प्रहरी हुनुहुन्थ्यो, केही नियन्त्रण त हुन्थ्यो होला नि। तर प्रहरी आउनका लागि टाइम लाग्यो किन? यो केही कारण? यसको विषयमा म प्रहरीको कमजोरी भन्न अलि सक्दिनँ, किनकि मलाई यहाँ आगो लाउने बित्तिकै म चाहिँ वार्ड कार्यालयमा थिएँ
मलाई खबर गयो र मैले तत्कालै चाहिँ प्रहरी कार्यालयमा खबर गरेको हुँ र उहाँहरू पनि त्यहाँबाट तुरुन्तै हिँडिसक्नु भएको हो। तर चाहिँ अहिले हाम्रो यो बाटोहरू पुनर्निर्माणको काम हुँदैछ, बाटो विस्तारको काम हुँदैछ। त्यसले गर्दाखेरि जुन उहाँहरूले यहाँ आउने बाटो चाहिँ पहिल्यै देखिरहने आइरहने गर्नुभएको थियो बाटो, त्यो चाहिँ उहाँहरूले बन्द पाउनु भएछ। बन्द भएको जानकारी भएन, उहाँहरू त्यहाँबाट रिटर्न हुनुभयो। फेरि अर्को बाटो वैकल्पिक बाटो खोज्दै आउँदा उहाँलाई केही ढिलो भएको कुरा हो, तर नियतिवश उहाँहरू आउन नखोज्नु भएको र आउन नसकेको कारण होइन, उहाँहरूले चाहिँ बाटोको कारणले केही ढिलो भएको हो। तर पछि आएपछि उहाँले आफ्नो भूमिका निर्वाहपूर्वक ढङ्गले प्रस्तुत गर्नुभएको थियो। हस्, जानकारी दिनुभएकोमा धन्यवाद। हामी चाहिँ यहाँ पीडित पक्ष यो घरको मालिकसँग सानो कुरा गर्न चाहन्छौँ। तपाईँलाई सहयोग, यत्रो सहयोग आयो, तपाईँलाई सहयोग गर्ने व्यक्तिहरूलाई के भन्न चाहनुहुन्छ? सबै सरहरूलाई मैले धन्यवाद दिन्छु। मलाई धेरै धेरै मेरो यही नै हो, अझै पनि सहयोग गर्नु होला भन्ने मेरो पूर्ण आशा छ। धन्यवाद। धन्यवाद। धन्यवाद।